के हातमा कोठी हुनु चाहिँ इन्डिगो चाइल्डको सङ्केत हो त? इन्डिगो चाइल्डको अवधारणा चाहिँ सन् 1970बाट सुरु भएको देखिन्छ र यस अवधारणा अनुसार चाहिँ 1980 देखि 1979को बिचमा जन्मिएका व्यक्तिहरू चाहिँ इन्डिगो चाइल्डको पहिलो लहरको रूपमा चाहिँ फर्स्ट वेभ अफ इन्डिगो चाइल्डको रूपमा चाहिँ विश्वास गरिन्छ। र इन्डिगो चाइल्डका विशेषताहरू चाहिँ के हुन्छन् त भन्दाखेरि 1 नम्बरमा चाहिँ उच्च बुद्धिमान र सृजनात्मक क्षमतायुक्त हुन्छन्। 2 नम्बरमा चाहिँ नयाँ सोच, परिवर्तन र गहिरो उद्देश्य बोकेका हुन्छन्। 3 नम्बरमा चाहिँ समाजका परम्परागत नियमहरू र शिक्षा प्रणालीप्रति प्रश्न उठाउँछन्। 4 नम्बरमा चाहिँ उनीहरू चाहिँ आध्यात्मिक रूपमा एकदमै जागरुक र उच्च संवेदनशील हुन्छन्। च्याटजीपीटीका अनुसार चाहिँ हातमा कोठी हुनु र इन्डिगो चाइल्ड बिचमा चाहिँ कुनै सम्बन्ध हुँदैन। यो इन्डिगो चाइल्डको अवधारणा चाहिँ आध्यात्मिक चेतना, अन्तर्ज्ञान र व्यक्तित्व विशेषतामा आधारित छ, न कि कुनै शारीरिक गुण वा सङ्केत वा जन्म चिन्हमा।